संसारमा सबैभन्दा ठुलो चाहिँ आमाको काख हो के हैन। आमाको काख जस्तो केही हुन्छ त? न लुगा छ न के छ के भनौँ न। कति ठुलो हुन्छ आमाको काख। कति साथीले सानो बच्चा दिनु न मलाई भन्नुहुन्छ के, समातेर दिनु न भन्छ। अब यिनीहरूलाई हुरी बदास पानी जस्तो जे भयो नि खान पाए नपाए नि त्यो आमाको काख जस्तो प्यारो माया केही हुन्न के। अब हामीले हाम्रो सन्तानलाई कसैले महमलको गद्दामा सुताउँछु, 84 व्यञ्जन खुवाउँछु, तिमी कहाँ खानापिना लाउन गाह्रो भयो तिमीलाई भन्यो भने हाम्रो छोराछोरी दिन सक्छौँ र? त्यस्तै त हो नि यिनीहरूको। कतिले माग्नु भएको छ अहिले फेरि एउटा सानो बच्चा दिनु न मलाई भनेर। म त यिनीहरूलाई चलाउँदैन, खानेकुरा दिने मात्रै हो। कान्छे यो चाहिँ अलिकता मसँग बढी ध्यान दिन्छ। अनि त यो चाहिँ एक्लै भयो नि आउँछ कि म कहाँ खानालाई। जन्मियादेखिबाट यसो अपरझट कहिले काहीँ छुट्या भयो मात्रै, नत्र भनेदेखि एक दिन छुट्या छैन। यो एक दिन कान्छे यो ठुले अब यो अहिले पाएको छोरी भयो, अर्को छोरी म कहाँ खाना आउनु थालिकन यसले 4वटा बच्चा पाइसक्यो। यो चाहिँ सानो थियो म कहाँ खाना आउँदाखेरि, त्यसपछि यो पायो, त्यसपछि छोरी पायो, त्यसपछि अहिले फेरि पाएँ। 4वटा बच्चा दिइसक्यो यसले। कहिले मकै चिसो भए फ्रिजमा राखेँ, अहिले पछि तातो हुन्छ नि खाऊ ल।